कृष्ण 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 हरे 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 राम 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 हरे हरे. Hi guys, welcome back to my channel. A warm welcome to you all in my channel and in this video. अनि आजको भिडियो चाहिँ it is going to be very special in a spiritual way ल. किन भन्दाखेरि we are here at बुढानीलकण्ठ इस्कनमा छौँ अनि छौँ किन भनेको भन्दाखेरि I am not alone, I am with my friends अनि I will introduce you to them. अनि आजको vlog एकदमै के भन्छ enlightenment is a huge word but then it will be full of learnings. अनि त्यस पछाडि चाहिँ यो आजको हाम्रो भ्लग हेर्नु होला. त्योभन्दा अगाडि भिडियो सुरु गर्नुभन्दा अगाडि प्लिज मेक स्योर यु आर सब्सक्राइब टु माई च्यानल. भिडियोलाई लाइक कमेन्ट र सेयर पनि गर्नु होला. नाउ लेट्स गेट स्टार्टेड. सो हाई लक्की, हाई सुशान्त. ए उहाँ एकदम आध्यात्मिक भइसक्नु भएको छ. कहिले त देखा त उहाँ गएर एकछिन होइन छुन नि हुन होइन उहाँ युज चाहिँ गर्नु हुँदैन भनेको. सो एक्चुली सो गाइज यो चाहिँ मन्त्र यहाँनिर मेडिटेसन एन्ड फिलोसफीको हल्का सानो सेसन हुन्छ. अनि त्यस पछाडि यहाँ हाम्रो मलाई एक्ज्याक्ट वर्ड चाहिँ आएन बट देन के भन्छ के अरे प्रभुजी र के अरे होइन के थियो केटालाई के प्रभुजी र माताजी उहाँलाई चाहिँ धेरै आउँछ होइन, उहाँलाई धेरै नलेज छ. प्रभुजी नहाँस्नुहोस् हल्ला नगर्नुहोस् माताश्री. अनि उहाँको 2 मार्क्स आएको थियो, उहाँको पनि 2 मार्क्स आएको थियो, मेरो चाहिँ 3 मार्क्स आएको थियो. त्यही भएर फ्लेक्स मात्र हानेको गाइस. हामीलाई क्वेसनहरू दिनुभएको थियो एकदम कस्तो लर्निङवाला क्वेसन थियो होइन. हामीले कति कुरा सिक्यो अनि हामीलाई उहाँले फेलिसिटेसन के भन्छ गराउनु भयो, सिकाउनु भयो. अनि त्यस पछाडि हामीलाई माला जप्न पनि सिकाउनु भयो, मन्त्र पनि दिनुभयो, प्रसाद पनि खायो. एन्ड देन अब भ्लग गर्नु सबै त्यो भिडियो रेकर्ड गर्नु नट एप्रोप्रिएट काइन्ड अफ सिचुएसन हुन्छ नि त. अनि त्यही हो अब सुशान्तले चाहिँ यस्तो यहीँ ट्राई गर्दैछ बिकज ऊ हल्का ढिला आएको थियो. अनि अब हामीलाई सी वाट विल बी एक्सप्लोर जे भए पनि भ्लग हेर्दै गर्नु होला. बोल्दै हुनुहुन्छ तर के हो मैले बताउनै सकिनँ. हामी यहाँ प्रवचन सुन्दैछौँ. हुँदै गर्नुभयो भने यो बुझ्न सक्दैनौँ भनेर चाहिँ सोध्छन् कि एकदमसँग होइन. तर यस्तो स्वामीहरू आउनुहुन्छ बिचमा यो सजिलोले बुझ्नुहुन्छ क्या होइन. त्यसैले गर्दा हामी चाहिँ एकछिन के अरे सत्सङ भन्छ अरे. सो हामी चाहिँ होइन सत्सङ हल्का सुनेर आयौँ अनि बाहिर निस्केको. दिमागमा पस्यो मेरो हल्का फुल्का कुराहरू भन्नुभएको थियो, राम्रो थियो. अनि त्यस पछाडि अब हामी यसो बाहिर आएको अनि यहाँ जाँदैछौँ, एक्सप्लोर गर्दैछौँ. त्यही हो उनीहरू दुइटा अगाडि हिँडिरहेछन् अनि हामी यहाँ हिँडिरहेछौँ. सुजाम कस्तो राम्रो वेल म्यानेज के कस्तो दामी मजाले अन्त राम्रो क्या. मलाई एकदम राम्रो लाग्यो. आर्टिफिसियल्ली जे बनाएको नि मूर्तिहरू पनि कस्तो राम्रो. अनि भित्र एक्चुली मन्दिरमा चाहिँ फोटो भिडियो त्यस्तो भिडियो नट अलाउ. अनि मन्दिर चाहिँ मलाई कस्तो दामी लाग्यो क्या. जति जग्गा हुन्छ होला क्या त्यो पुरै लाइट बाल्दा ओर्दा. अनि अहिले पछि त्यहाँ के हुन्छ अरे भाइ तैँले के हुन्छ भनेको थिइस्. सो अहिले पछि भजन हुन्छ अरे कीर्तन. अनि त्यो चाहिँ मिस नगर्ने हामी आउँछौँ यहाँ आएर नो. यो के हो यो मेरो लागि यहाँ रेड कार्पेट बिछाइदिनु भएको रहेछ. उहाँहरू यता हुनुहुन्छ र यो मेरो पर्सनल रेड कार्पेट हो. एक्सट्रिम
पनि छ त साथीहरू Yes, Sushant during अगाडिकोलाई सबैले दियो होला हैन हामी लास्टको हो सही ल ल ल लकी Oh my goodness, क्या crazy यार नाम पनि रहेछ क्या ओ वाह यिनीहरूले कस्तो मुन्टो यता र यता गर्यो यो त क्या पुरै लो त्यो त गइस यो त क्या हन्टेड जस्तो क्या हेर न म त यसलाई दिन्छु यार यो पञ्चाली क्या ज्ञानी जस्तो छ एना सो हाई गाइस हाम्रो गौशालाको यात्रा एक्सपिरियन्स खतरा भयो अनि त्यस पछाडि त्यस्तै स्केरी पनि भयो हल्का डरलाग्दो पनि भयो तर गुड एक्सपिरियन्स रमाइलो भयो अनि हामीले फोटोसोटो खिच्यो यहाँनिर अनि ब्युटिफुल स्ट्याचु यता जाउँ यिनीहरूलाई दुवोमा बिजाइरहेछ यस्तो मान्छे हुन्छ अनि लङ्गडा जसरी हिँडिरहेछ सो द थिङ इज गएर बस्दै गर न सो द थिङ इज होइन के भन्दाखेरि म के भन्दै थिएँ अघि कहाँ गाइज उता चाहिँ कीर्तन हुँदैछ अनि यता चाहिँ आरती हुँदैछ अनि यहाँ कस्तो दामी अनि हामी चाहिँ फेरि यो सेसन मैले अघि भन्दै एक्चुअली फोटो के भन्छ भिडियोग्राफी नगर्नु भन्नुभयो अनि त्यही भएर मैले भिडियो बन्द गरेँ बट आएर मेरो आवाज सुनिन्छ कि सुनिँदैन यार यस्तो भएपछि सुनिँदैन क्या सो द थिङ इज हामी यो मेडिटेसनवाला सेसन फेरि लिएको बिकज वे फाउन्ड इट सो अम्युजिङ के अनि एक्चुली म अघि गएको कुरा कन्टिन्यू गर्दै थिएँ सो लेट मी जस्ट ऱ्याप द्याट अप के भन्दाखेरि हामी गौशाला गएर द्याट वाज अमेजिङ त्यस पछाडि बस्यो ओऱ्यो एक्सप्लोर गरेको कति ठाउँहरू अन्त आइज न पठाएर खाएर अब हामी आरती हेर्न जान्छौँ हरे हरे कस्तो राम्रो अब हामी आरती हेर्न जान्छौँ बट देन लेट्स सी खिच्न मिल्दैन होला Krishna Krishna Hare 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 Rama 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 Hare Hare हामी चाहिँ आरती हेरेर आयो कस्तो रमाइलो भयो मन शान्त भयो हरे कृष्ण
Krishna 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 Hare 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 Rama Hare Rama 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 Hare Hare Krishna Krishna Hare Hare पर्नुभयो निन्द्राको झ्यापमा गाइजमा उठे बसको गीत सुन्नु गाइज ओ गाइज खोइ घामै गयो बसमा ए आउनु नक्कली ल्याइदिएको छु जसमा ओ वाउ खै घाम कस्तो कता गइतिर हाम्रो फुल डिजे भाइब छ गाइज गाडीमा त्यही हो गाइज हाम्रो मलाई लिरिक्स आउँदैन क्या गाडीको बसमा ए आउँदा दिनु चट्ट कालो चस्मा Hi guys, we're at Ratna Park अनि आज इस्कनको भ्लग कस्तो भयो त एज एन इस्कनको एक्सपिरियन्स कस्तो भयो त बाबा लगेको है एक्ज्याक्टली अनि अनुष्का कस्तो लाग्यो त उहाँदेखि इस्कन जाने भने मान्छे झन् साथीहरूसँग यो त क्या खुसी भएको थियो क्या लिटरल्ली त्यही हो हामी फर्किसक्यौँ So this is the time to say bye guys to you all. Bye bye. Bye bye. Bye bye. See you very soon in my next video. तर I don't know यिनीहरूसँग मेरो आएर कहिले हो कि see you very soon. बरु सुशान्तसँग मेरो छिटो I don't know जहिले भयो नि बरु उसँग हुन्छ होला अब I don't know यिनीहरूसँग त मेरो कहिले हुने हो नि त्यही हो ल bye guys.